नमस्कार, म हुँ सबिना। यहाँहरू सबैलाई स्वागत छ मेरो युट्युब च्यानल सबिस किचनमा। आज म यहाँ हजुरहरूको सामु टोफूको रेसिपी लिएर आएकी छु। अलिकति ध्यान पुर्याएर बनाउने हो भने सस्तो, बजारमा सजिलैसँग पाइने, सबैलाई मनपर्ने गुने गुणले भरिपूर्ण टोफू एकदम स्वादिलो बन्ने गर्दछ। ल अब हामी टोफू बनाउनतिर लागौँ है त। यसको लागि यहाँ मैले 1 प्याकेट टोफू लिएकी छु। यसलाई मैले सानो सानो स्क्वायर सेपमा काटेर राखेकी छु। हेर्नुहोस् त। त्यसै गरी मैले 1 कप हरियो मटर, 1 कप क्याप्सिकम, 1 कप हरियो लसुनको पत्ता, 1 कप प्याज, 1 कप गोलभेडा, अलिकति अदुवा लसुनका टुक्राहरू र अलिकति धनिया पनि लिएकी छु। यसै गरेर अन्य मसलाहरूमा मैले रातो खुर्सानीको धुलो, टिमुर र खुर्सानीको छोप, काटेर राखेको हरियो खुर्सानी, 2 चम्चा जति आलस, त्यसै गरेर बेसार, अलिकति हिङ, आधा चम्चा करी पाउडर, स्वादअनुसार नुन र अलिकति जिराको पाउडर पनि लिएकी छु। अब मैले टमाटरलाई ग्राइन्ड गरेर पेस्ट बनाउन गइरहेकी छु। हेर्नुहोस् त, यो पेस्ट बनेर यतिको भएको छ। यसरी पेस्ट बनाएर राख्दा हाम्रो ग्रेभी राम्रो बन्ने गर्दछ। अब मैले हिट अन गरेर एउटा कराईलाई बसालेर त्यसमा अलिकति सनफ्लावर ओइल हालेँ। टोफूलाई यसरी फ्राई गरेर पकाउँदा यसको टेस्ट एकदम इन्हान्स हुन्छ। मैले यहाँ लगभग 4-5 चम्चा जति सनफ्लावर ओइल लिएकी छु। हेर्नुहोस् त कस्तो मजाले फ्राई भएको छ टोफू हाम्रो। यसरी फ्राई गर्दा यसलाई धेरै कालो बनाएर फ्राई गर्नु हुँदैन। मिडियम आँचमा यसलाई हल्का यसको कलर चेन्ज हुने गरेर फ्राई गर्नुपर्छ। अब मैले टोफूलाई यतिको भएपछि झिकेर एउटा प्लेटमा चिसाउन राख्नेछु। अब त्यही कराईमा मैले बाँकी भएको तेलमा आधा चम्चा जिरालाई राखेँ। जिरा अलिकति भुटिसकेपछि मैले यसमा थोरै हिङलाई पनि राखेँ। हिङले टेस्टलाई एकदम बढाउने गर्छ। यसको स्मेल पनि मलाई एकदम मनपर्छ। अब मैले पिसेर राखेको अदुवा लसुनको पेस्टलाई पनि राखेँ। अदुवा लसुनको पेस्टलाई पनि एकछिन फुट्नुपर्छ। अब मैले काटेर राखेको अदुवा लसुनलाई पनि यसमा राखेर एकैछिन फ्राई गर्छु। र अब मैले यसमा ग्रिन चिल्लीलाई पनि राखेर हल्का रोस्ट गरेँ। यसरी मसलाहरूलाई पहिला नै यसरी फ्राई गर्दा यसले एकदम टेस्ट बढाउँछ। अब मैले काटेर राखेको प्याजलाई यसमा राखेर स्यालो फ्राई गर्नेछु। प्याजलाई हामीले मिडियम आँचमा मजाले कलर चेन्ज हुन्जेल फ्राई गर्नुपर्छ। हेर्नुहोस् त, हाम्रो प्याज यतिको भएको छ। अब प्याज यतिको कलर चेन्ज भइसकेपछि मैले यसमा अघि न ग्राइन्ड गरेर राखेको टमाटरको पेस्टलाई राख्नेछु। टमाटरको पेस्टलाई राखेर एकछिन भुट्नुपर्छ। यसलाई पाक्न दिनुपर्छ हामीले। अब टमाटर अलिकति भुटिसकेपछि यसमा मैले क्याप्सिकमलाई पनि राखेँ। मलाई चाहिँ क्याप्सिकम एकदम मनपर्छ। टोफू पनिरमा म जहिले पनि क्याप्सिकम मिसाउने गर्छु। मैले यसमा 1 कप ग्रिन मटर पनि राखेँ। ग्रिन मटरलाई पनि राखेर एकछिन चलाउनु पर्छ। एकछिन भुटिसकेपछि मैले यसमा थोरै पानी राखेर यसलाई चलाएँ मजाले। यसमा मैले स्वादअनुसार नुन पनि राखेँ। कस्तो मजाको हाम्रो भेजिटेबलको ग्रेभी बनिरहेको छ। यसमा मैले 2-3 पिस टोफूलाई अघि न टमाटर पिसेकै मिक्सरमा पिसेर यसमा मैले राखेँ। यसो गर्दाखेरि हाम्रो तरकारीको झोल पनि बाक्लो हुन्छ र तरकारी पनि स्वादिलो बन्दछ। अब यसमा आवश्यकता अनुसार मैले अन्य मसलाहरू हाल्दैछु। यसमा मैले टिमुर र खुर्सानी मिसाएको पाउडर पनि राखेँ। मैले यसमा अलिकति जिराको पाउडर पनि राखेँ। अलिकति रातो खुर्सानीको धुलो पनि राखेँ।
त्यसै गरेर मैले थोरै करी पाउडर पनि राखेँ। मैले यसमा थोरै बेसार पनि राखेँ। यसरी सबै मसलाहरू राखिसकेपछि यसलाई मजाले चलाउनु पर्छ। अब अघि नै पनि मैले थोरै नुन राखिसकेको थिएँ। मैले नपुग्ला जस्तो लागेर अलिकति नुन पनि थपेँ। यसरी नुन पनि थपिसकेपछि यसलाई मजाले चलाएर एकछिन फेरि पकाउनु पर्छ। अब लगभग हाम्रो सबै मसलाहरू राखिसकेका छौँ हामीले। अब यसमा कतिको झोलिलो खाने हो त्यो अनुसार आवश्यकता अनुसार पानी थपेर यसलाई एकछिन छोपेर पकाउनु पर्छ। हेर्नुहोस् त, आहा, हेर्दै खाउँ खाउँ लाग्ने हाम्रो भेजिटेबल बनिसकेको छ। अब यो अलिकति बोइल हुन थालिसकेपछि यसलाई हामीले छोपेर 3-4 मिनटको लागि पकाउनु पर्छ। 3-4 मिनट भइसकेको छ। हेर्नुहोस् त, हाम्रो यो पाकेर यतिको भएको छ। अब यसमा अघि नै फ्राई गरेर झिकेर राखेको टोफुलाई मिसाएँ मैले। टोफु राखेर एकचोटि मजाले टोफुमा सबै मसला पस्ने गरेर हामीले चलाउनु पर्छ। यसरी विधिपूर्वक सबै भेजिटेबल मसलाहरू हालेर यसरी फ्राई गरेर टोफु तरकारी खाँदा यो एकदम स्वादिलो बन्छ। तपाईँले यसरी बनाएर खुवाउनु भयो भने परिवारमा पनि फेरि पनि बनाउनुहोस् न टोफु भनेर तपाईँलाई टोफुको माग आउनेछ। एकचोटि बनाएर हेर्नुहोला। अब टोफु राखेपछि यसलाई एकैछिन फेरि 3-4 मिनट हामीले पकाउनु पर्छ। हेर्नुहोस् त, 3-4 मिनट भइसकेको छ। हाम्रो तरकारी रेडी भइसकेको छ। यसमा अब मैले हरियो लसुनको पत्ता थियो मसँग, अलिकति हरियो लसुनको पत्ता पनि राखेँ। यसले हेर्नमा पनि राम्रो हुन्छ र स्वाद पनि बढाउँछ। मैले यसमा सबैलाई हुने हेल्दी आलसको पाउडर पनि मिसाएँ। मैले जुनसुकै तरकारी दालमा पनि आलसको पाउडर मिसाउने गर्छु। आलसका धेरै फाइदाहरू छन्, त्यही भएर दैनिक यसरी आलस खाँदा स्वास्थ्यलाई एकदम राम्रो गर्छ। मैले यसमा अन्तमा 1 चम्चा घिउ पनि राखेँ। घिउले यसको टेस्टलाई अझ बढाउँछ। हेर्नुहोस् त, माथिबाट लास्टमा यति 1 चम्चा घिउ हालेपछि यो यसको बास्नाले तरकारी पनि मिठो बनाउँछ। अब हाम्रो तरकारी रेडी भइसकेको छ। मैले यसलाई सर्भ गर्न गइरहेको छु। हेर्नुहोस् त, हेर्दै खाउँ खाउँ लाग्ने हाम्रो टोफुको तरकारी बनिसकेको छ। आलसले गर्दा हाम्रो झोल पनि मजाको ग्रेभी देखिएको छ। हेर्नुहोस् त, हजुरहरू पनि यसरी टोफुको तरकारी बनाएर खानुहोला। हेर्नुहोस् त, अन्तमा मैले यो तरकारीलाई धनियाँले गार्निसिङ गरेँ। यसले अझ राम्रो पनि देखिन्छ र स्वादिलो पनि हुन्छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो त? यदि भिडियो राम्रो लागेमा आफन्त साथीभाइ माझ यो भिडियोलाई सेयर गरिदिनु होला। मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला र साथै रहेको बेल आइकन पनि दबाइदिनु होला, जसले गर्दा मैले अपलोड गरेको नयाँ नयाँ भिडियो हजुरहरूको सामु आउनेछ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। हजुरहरूको दिन शुभ बितोस्। हस् त, बाइ बाइ, सी यु इन नेक्स्ट भिडियो।